यता पनि पुस्नु न त्यो चाहिँ कसले पुस्छ त्यो चाहिँ उसको सिक्किम सेटिलिक्कै पार्दो रहेछ कि अरू चाहिँ बिर्सिँदो रहेछ उसको सिक्किम सेटिलिक्कै पार्दो रहेछ कि अरू चाहिँ बिर्सिँदो रहेछ हेलो गाइस वेलकम ब्याक टु अनिल सिक्किमिस भ्लग आज चाहिँ म बनाइदिँदैछु मेरो बेबीको भ्लग यता हेर्नु न मेरो बेबी चाहिँ रेडी भइसकेको छ उसको बेबी चाहिँ फेरि ऊ हो चाहिँ सेकेन्ड बेबी हो चढिहाल्छु उसको बाइकमा चढ्नु चाहिँ अलिक अप्ठ्यारो छ कि किन बिस्तारै कुदाउनु ल यता हेर्नु न मलाई चाहिँ आज चिन्दैन हैन यिनीको ऊ चाहिँ हो अनिल सिक्किमिस तपाईँहरूकै अनिल सिक्किमिस हो ल अब पाउडर पुरा पाउडर छ हो अनिलको पछाडि साम्पो चाहिँ अब गाडीले झन् कति बेसी उडाउँछ अफरोडिङ बाइक हो त त्यही त साथीहरू हामी चाहिँ सोरुम आइसकेको छौँ तपाईँको अनिल सिक्किमिस यहाँ हुनुहुन्छ मेरो पनि हो के भन्नु छ एकछिन भन्नु के चाहिँ भन्नु त्यो भइरहेको छ है सिलगढीको ट्राफिक हजुरहरूलाई सबैलाई थाहै भएको कुरा हो होइन कस्तो हुन्छ हात चाहिँ दुखेर त्यही माथि हेभी बाइक हाम्रो साह्रो हेर्दै जाउँ के हेर्दै जाउँ के आउँदो रहेछ हेर्नु बिचरा हेर्नु है कालुको यहाँ दाग पनि बसेछ बिचराको के हो हेलमेटको हो ग्रिन चाहिँ फेरि हुँदैन नि त के मै त हो बेसी हेर्नु स्टार दिने मै हो आई एम द ओन्ली वान पैसा कमाएर मेरो बुढीलाई म पैसा दिन्छु दिदिनँ म पैसा दिन्छु अन्त म कमाउने भएर तपाईँलाई दिन्छु नि त अन्त होइन साथीहरू आज चाहिँ म अनिलको भ्लगमा आएको छु फर्स्ट टाइम हो यो चाहिँ हामी सँगै बनाएको चाहिँ थाहा छैन अब यो चाहिँ उहाँले हाल्नुहुन्छ कि हाल्नु हुँदैन भनेर अनि तपाईँहरूलाई के कस्तो लाग्छ कमेन्ट गर्नुहोस् जबरजस्ती आएको है म चाहिँ उहाँको भ्लगमा ल ल्याएको चाहिँ होइन आउनु न मलाई चाहिँ नि अनिललाई वाक्कै लगाउनु चाहिँ पुरा मनपर्छ यहाँ आउनु न कलु छिटो आउनु न बोल्दिनँ है ए के साह्रो ह्यान्डसम देखेको आउनु न एउटा कुरा भन्छु सुतौँ म यहाँ एकछिन ए कस्तो दामी सोफा जस्तो रहेछ हेर्नु बिहान निन्द्रा पनि पुगेको छैन सुतौँ डिसिप्लिनतिर यता हेर्नु त फेरि भन्नु त डिसिप्लिन जिरो साथीहरू मैले चाहिँ तपाईँहरूको अनिल सिक्किमिसलाई चाहिँ बाइक कभर गिफ्ट गर्न आँटेको छु हो मैले किनि पनि सकिसकेँ उसलाई थाहा छैन किनभने ऊ चाहिँ तल बाइकसँग छ बाइकको चाहिँ सर्भिसिङ चलिरहेको छ नि त सो म माथि बसिरहेको थिएँ अन्त उसको बाइकको कभर चाहिँ छैन नि त कहिलेदेखिको ला आयो देख्छ होला तपाईँलाई म रिएक्सन देखाउँछु कस्तो हुन्छ ल ले तपाईँलाई पक्रिनु न इट्स नट प्राङ्क हो अहिले काप्नु न जिस्केको होइन हौ पक्रिनु त एकछिन पक्रिनु न कस्तो हट्टेरी मान्छे रहेछ थ्याङ्क यू त भन्नु कस्तो खालको बोयफ्रेन्ड छ हौ मेरो त कति हो होइन चिजसँग त्यो कति हो भनेर नहेर्नु न ए अब चाहिँ हुँदैन आज मेरो भिडियो बनाउनुको मकसद के थियो भने
आज बिहानै म सिलगढी आएको थिएँ माथिगाडा रोयल इनफिल्ड सोरुममा, किनभने मेरो सेकेन्ड सर्भिसिङ थियो बाइकको पनि, अन्त मेरो केही सानोतिनो काम पनि छ बजारमा सामानहरू किन्नुको लागि, त्यसैले गर्दाखेरि म सिलगढी आएको छु होइन। अन्त यतिकै मेरो बाइकको काम पनि तल भइरहेको थियो। बाइकको काम भन्दा पनि बाइकको काम चाहिँ सबै सकेँ र फाइनल वासिङ र पलिसिङ गराउनु लगाएको थिएँ। वासिङ चाहिँ भयो, अब पलिसिङ हुन्छ र साइडै। अन्त मैले चाहिँ आज के पाएँ भन्दाखेरि म यो कुरा लिनु चाहिँ धेरै अगाडि दिनदेखि नै कोसिस गरिरहेको थिएँ, अन्त केही कारणवश मैले लिनु सकेको थिइनँ। आज चाहिँ फाइनली मलाई गिफ्ट दिनुभएको छ मेरो प्यारो मान्छेले बाइकको कभर। मैले बाइकको कभर लिनु सकेको थिइनँ, मैले त्यसलाई टाइम पनि पाएको थिइनँ, त्यही भएर उहाँलाई पनि थ्याङ्क यू सो मच होइन। देखाउने छु म तपाईँलाई भिडियो, किनभने भोलि या पर्सितिर म कभर म कस्तो उडाउँदै थिएँ र अब कस्तो लगाउँछु भनेर म हजुरलाई देखाउँछु होइन। हुन्छ, बाई बाई आजको लागि। फाइनली अनिलको बाइक भइसकेको छ, चिलिक्कै टल्काएर चम्काएर आयो झन्डै लड्यो। बाइकको नुहाइधुवाइ भइसकेर एकदमै के भन्छ पलिस सलिस गरेर नयाँ भइसकेको छ। यहाँ चाहिँ बाइकको मालिक एकदम चडाक्कै हो गरममा। के भन्नु छ? फाइनली मेरो चाहिँ बाइकको सबै काम भइसक्यो होइन, अन्त सफा पनि भइसक्यो सबै। अब चाहिँ हामी निक्लिने, मेरो सर्भिस पनि कम्प्लिट भयो। आज चाहिँ नयाँ निकालेको, फेरि नयाँ निकालेको जस्तो लाग्दैछ मलाई बाइक, किनभने अब यस्तो सफा मैले पनि गरेको थिएँ होला। थ्याङ्क यू रोयल इनफिल्ड। र ठिकै छ, जाउँ अब कहाँ हुन्छ हामी, म भिडियोमा देखाउँदैछु तपाईँलाई। देख्दिनँ राम्रो होइन गाइस, फाइनली हामी आइपुग्यो। एकछिन भुलेर देखाउन यहीँ सिलगढी कालु यसरी आइपुगेको हामी चाहिँ हो। यहाँ पनि छ राजबालै होस्।